आज हामीहरू खेल्दैछौँ रोब्लक्सको ब्रेक इन अनि हामीहरू अब यसको पार्ट 2 पनि बनाउँछौँ जहाँ हामीहरू ब्रेक इन 2 खेल्छौँ तर अहिलेको लागि ब्रेक इन 1 नै खेल्दैछौँ अनि यो बस थाहा छ नि कहिले जान्छ फुल ल्याउनु पर्छ बस फुल ल्याउनु पर्छ बस ल एउटा त ब्याकग्राउन्ड नोइज सुन्नै गाह्रो भइरहेछ हामीहरू दुवैजना सेम त्यो रुममा जाने केसमा सेम रुममा क्या ल कोही पनि लोड्ने भएको छैन त्यो भने हामीहरू पनि भएको छैनौँ तर अहिलेको लागि पज गर्छु अब यो लोड भए पछाडि फेरि अनपज गरिदिनु ल वी आर ब्याक अनि फाइनली लोड भयो ओए एप्पल ओडे किप्स डक्टर अवे त्यो ड्राइभर चेक गरिहाल्नु पर्छ पैसा दे भाइ वाह यार मेरो पैसा दे दो रे भाइ मैले अर्डन त ओए एप्पल मैले कतिचोटि खेल्छु कि यो गेम मैले तिमी कहाँ छौ माथि गएर चेक गरौँ यहाँ माथि एकदम के सुनिरहेको छ ब्याकग्राउन्ड नोइज कस्तो छ हेलो एकछिन ब्याकग्राउन्ड नोइज कम गर्नु ब्याकग्राउन्ड नोइज यति डिस्टर्ब गर्दैछ हेलो ल मैले यो गेमको आवाज फुल बन्द गरेँ तिम्रो आवाज मात्रै आउँछ अब मलाई कसरी गर्छ जम्मा भोल्युम तल गर न अनि त्यो दुईटा हुन्छ त्यसको सेकेन्ड वाला गर भो भयो कि भएन ए भयो someone is at the door एकछिन नै हैन यो त त्यो पिज्जाको त्यो बस हैन मिस रियल वाला रहेछ ल थ्यांक यू भाइ ओए मेरो सिट चोर्यो चोर म खान्न अहिले म कुकी खान्छु म पनि अहिले खान्छु भाइ त बढी भाइ श्याम ओए बत्ती गयो यो के हो ओए यहाँ बस्ने हैन त्यो आउँछ
स्केरी डायरी हैन तिमीले थाहा छ लाइभ इन 30 सेकेन्ड्स अनि मैले पहिला मन्सनको कति खेल्थेँ नि एक सेकेन्ड मैले मेरो आवाज एकदम कम पारेछु हेलो हेलो ल के भन्दैछौ ए मन्सनसँग एकदम खेल्थेँ त्यो गेम पहिला म ए हामीहरु पनि पहिला खेल्थ्यौं ए साइड हट न मैं सुट प्रो स्किप गर न ह स्किप गर न किन स्किपै हुनु माथि टपमा थिच न एउटा अर्को चाहिन्छ के एक सेकेन्ड को हेर्दैछ के हो खै ओ त्यो बोर्ड्सले त्यो विन्डोजले त्यो गर्ने हैन आई थिंक सुरुमै ब्लू रुम हुन्छ हैन अट्याक गुड बाई हेल्थ कम हुँदा मात्र खान्छु म त म पनि लो हेल्थ आयो भने मात्रै खान्छु कहाँ छ त्यो अब सुत्ने हो के हो बोर्ड्स तिमी ब्लू रुममा आउ न ह ब्लू रुममा आउ छिटो ब्लू रुममा आउ न आर्दी मेरो बेडमा नसुत है उ त्यो अर्को साइडको बेडमा सुत गुड नाइट गुड नाइट र नि कस्तो ए यहाँ पनि रहेछ त ड्रर्स ए एनर्जी पाउँछ अब आई थिंक मैले पाए हो सुतेर एनर्जी पाइन्छ के हो किन टाइम अब स्किप हुनु पर्दैन ल अब त्यो कुन रुममा अट्याक ओ माय गॉश ओए हाम्रेमा हो बक्सुतला कुटा म त फुल स्प्याम आन्दैछु यसको माथि त बडी बक्स छ लेट्स गो पैसा चाहिँ पाए पैसा 10 मरे म पिज्जा खाम किन ए हिल हुँदो रहेछ एउटा लेट पुग्दैन यु क्यान स्लीप किन ए म पिज्जा खान्छु गम पिंक रुममा अट्याक लास्ट नाइट रे हामीहरु अट्याक भएन यो पिंक रुम भन्दैछ ल अब हाम्रो आयो साथै हुन्छ नि यिनीहरुले ब्लू रुम नभन्ने भयो म कस्तो रिस उठ्यो नि मलाई देयर कमिङ फर अस विन्डोहरु ब्लक गर्दिनु ल इन्फिनिट हुँदैन इन्फिनिट हुँदैन अह ए म यो झ्यालले एउटा फुल ब्लक गर्दैछु फुल्ली चाहिँ ब्लक गर्नु पर्दैन नि पुरै नै छोप्नु पर्दैन नि अलिकति ग्लास देख्दा हुन्छ किन ब्लक हेलो बिल्लुवा यो साइडमा कस्तो यार यो साइडमा देखाउँदै थियो 10 आउट अफ 10 भनेको यिनीहरुले एउटा राम्रो ब्लक नै गर्न सक्दैन किन ब्लक गर्न मिलेन त मैले मैले गरे ए यहाँ पनि रहेछ त दुरुमा हाल्छु है यसमा सधैँ राम्रो ब्लक गरे I love money bro पैसा देने ये तो काय गर्छ यो एक सेकेन्ड कस्तो लिने पैसा पैसा त म लिएरै छोड्छु है भाइ स्केरी लिएर आओस् कि नहोस् म त पैसा चाहियो मेरो पैसा दे चोर ल मिल्यो यो त कसैले ब्लक गरेछ तिमी ब्लक गर्दै हो र म यहाँ सामान खोज्दैछु तिमीसित कति त्यो फुड छ 10 वटा पाउँछ एउटा टाइम मस्त दुईटा एप्पल छ ब्लक गरिने मैले यो झ्याल कम्प्लिटली ब्लक गरे ए भाइ यो सुरुको ठुलो वाला झ्याल त कसैले ब्लक नै गरेछ छैन अनि जन बनेसमा क्लिक पनि गर्न सक्दैन
छैन यार अरे फर्स्ट पर्सनमा चाहिँ राम्रो You did a ग्रेट जब एट प्रोटेक्टिङ द हाउस दिस शुड होल्ड देम ब्याक मैले चाहिँ म चाहिँ आउँदिन किनकि मैले ओए ल के हो म भने मैले झन् धेरै जसो टाइम त पैसा खोज्दै थिएँ बेसमेन्ट हेलो हार्दिक रबिट कोटले फास्ट ए अब होइन त्यो के भने अब होइन त्यो फाइट पिज्जा पिज्जा दे It will be given to one. तीनटा र्यान्डम मान्छेहरूले दिन्छ होला के मैले पाएँ कसरी ए पाइन अघि चाहिँ हेरेर त तिमीले खाएको छैनौ मैले खाएँ मतिर पोइन्ट गर्दैछ त Let's go! हार्दिक कौन है बे यिनीहरूको गाडी आउँछ हैन यहाँ म देख्दैछु पहिलो र मैले नै हेर्दैछु नि यार अब के हुन्छ यहाँ पुरा ठुलो फाइट हुन्छ हैन वाह अब बेसमेन्ट मा जाने हैन के फाइट गर्ने हो go to your room and go to bed protect your friends ए मरे न हामी चाहिँ बाच्नु पर्छ है ल ब्लू रुम मा आउनु यहाँले डिफेन्ड गर्नु तर डिफेन्ड चाहिँ गर्ने हामीहरु एकछिन म फर्स्ट पर्सनमा खेल्दै छु है अघि देखि फर्स्ट पर्सन मजा आउँछ फर्स्ट पर्सनमा तिमीसित कति पैसा छ मसँग $10 मस्त 30 रुपैयाँ यही आउँछ के अब Oh my gosh! यता इज फुच्चे म दुईटा औँलाले स्प्याम हान्दै छु भाइ पैसा दे ए त्यहाँ पनि फाइट हुँदैछ यस मैले पाएँ $20 मैले $50 पाएँ लल एलओएल त्यति गर्ने किन मैले सुत्न मिल्दैन भन्छ है ए बिहान बजे ए राति त छ नि यस्तो अँध्यारो छ ए ओ मेरो मुखेर त म ब्रुस नै भयो किन हाम्रो रुम मात्र त्यो हुन्छ अट्याक यता हेर न मतिर हेर ल मेरो मुख के भयो त्यो ब्रुस हो मेरो मान्छ छैन एक सेकेन्ड तिमी त रोबोट हो उठ न हौ यसरी हिल हुँदैछ ओ यहाँबाट भाचेर आएर रहेछ नि यिनीहरू ए तर हाम्रो ढोकाको त त्यो भएन के हाम्रो ढोकाको त त्यो भाच ओए बेसमेन्ट डोर त मैले बन्द गरेको थिएँ मैले त बन्द गरेको थिएँ साँच्चै भन्दैछु मलाई याद छ मैले त्यो बन्द गरेको थिएँ गाइज यो भिडियोले हैन अब फेरि त्यो गरेर जनै तलसम्म छ क्लोज इट उया आउ हार्दिक स्लो भएर कम उया यो क्लोज इट भित्र आउन ओ एकछिन हिँड्न मिल्छ होला मलाई थाहा छ एकछिन हिँड्न मिल्छ के भित्र आउन भित्र आउन मर्छौ के म हेर्दैछु गाइज अनि स्केरी ल्यारी हिँड्दैछ अनि आई वुड लाइक टु थ्याङ्क टु आवर स्पोन्सर कोही पनि छैन त्यही भएर फ्लक्स नेस्ट _edits नै भनिदिन्छु म त्यहाँ प्लिज Oh my god! तिम्रै च्यानल हो म एडिट गरेर हाल्दै सेम त हो नि हौ अनि त्यो च्यानलमा पनि एकदम धेरै सपोर्ट देखाउनु भयो तपाईहरुले अनि त्यसको लागि एकदम धेरै थ्यांक यू छ तर अब 6.8k views अब म कहाँ छु यो भिडियोमा एउटा लाइक गोल हाल्ने रन टु द बेसमेन्ट जान्छ भागो यो भिडियोमा एउटा लाइक गोल राख्छु म 10 लाइक्स अनि म सेकेन्ड पार्ट ब्लू लक राइभल्स ओइ कुन राम्रो हुन्छ स्पियर कि यहाँबाट यति टीएनटी हरु लिन मिल्छ ए
दिएन मलाई एप्पल मैले लिएँ छाई पिज्जा खानु कुल्ने भन्ने तँलाई एप्पल चाहिँ लिन मिल्छ एप्पल पाए ह्यामर पाए मैले ह्यामर पनि लिन मिल्छ मैले त लिन मिलेन त हामी त्यो ब्याट छ नि त हामीसँग ओ यहाँ के छ हौ यहाँ के छ पैसा क्यास पाए मैले 7781 7781 7781 यहाँ छ नि ओइ कोड छ के यहाँ 7781 ह 7781 यो मैले अझ एप्पल पाए यप म ग्लिच भयो खाना खोज्दैछु क्या अहिले म यहाँ म ग्लिच भयो ओ नो म ग्लिच भयो गाइज they are trying to break in ए कस्तो म सक्दिन ह म सक्दिन के डिफेन्ड गर्न मस्त केही ग्लिच भएको छैन ए म ग्लिच भयो गाइज म यो हेर्न खोज्दै थिएँ यहाँ केही ग्लिच भएको छैन यतिकै नाटक गर्छ अनि साच्चै मेरो यो स्क्रिन नै अघि म एक्जाम खेल्दा नि यतिकै मलाई मेरो स्क्रिन मुभ हुँदैछ म मुभ गर्न सक्दैछु तर यो लेफ्ट राइट गर्न मिल्दैन हो अँ रिसेट मिल्दैन यार रिसेट गर्यो भने त जान्छ आइसक्यो क्यामेरा इन्भर्टेड अन गर्यो भने के हुन्छ ए ल ल ओ माय गॉड यार कहाँबाट एकछिन म मेरो यो क्यामेरा इन्भर्टेड अफ गर्छु यप म प्रपर द भिलेन ड्रप्ड म सचाउँछु मर्न आँटे यार स्याउ खान्छु म ए नेल रहेछ अब फाइट नगर नि तिमीहरू यत्रो मान्छेहरू छ नि त यार कस्तो सुत यस मान्छे त म पहिला छु म पहिला छु त म पनि त यता पहिला हातको थिएँ मलाई चाहिन्छ मस्त हेल्थ छैन के प्लिज मस्त हेल्थ छैन मलाई चाहिन्छ Let's go! मैले पाएँ लेट्स गो यार सक्स टु बी यु ब्रो सक्स टु बी यु यो मेसुत प्रोले त मैले ब्लू लक राइवल्स पनि देखाएको थिएँ एकचोटि हो आई थिंक सो साच्ची मेसु नाम नि ओजिल त्यो फर्स्ट नाम रहेछ एनर्जी छ त पाएन पायो त 20 सुरुमै पाइन्छ 20 मात्र पाएर हजुर गुड मर्निङ ए यो चाहिँ के ल्याडर बोकेर हिँड्दैछ एनिएलले जम्प गर न किन उठ्नु परेन निन्द्रा लाग्दैछ ए ल तिमी यहाँ बस्छौ अनि तिमी मर्छौ है साच्ची ए हेड आउट भनेछ गुड बाइ गाइस The front door was broken open. That must be how they have to completely run out of supplies. अब ग्रोसरी जानुपर्छ हैन यहाँतिर हुन्छ है ग्रोसरी अनि स्केरी ल्यारी आइरहन्छ अब त्यो पार्कर कोर्स गर्नुपर्छ हैन मेरो लागि रुक न यार कस्तो छिटो छिटो गा ल जम धन्यवाद यो के हो यो पानी जस्तो नछो है ड्यामेज हुन्छ हो कसरी यो पानीले कसरी ड्यामेज ए आइस लडे मसँग त पैसा बचाएर राखेको थिएँ म $50 मसँग 60 छ ले जाउँछ है $50 ले यहाँ त 50 रुपैयाँमै आउँछ मैले हैन त्यो गरे मेडकिट किने हाम्रो लागि त्यो पैसा 70 म लेस किन्छु ल मज्जाले खान्छु मस्त 10 रुपैयाँमा केही छ अब यार लेस किन्छु मलाई लेस किने शेयर गर्छौ म तिमीलाई हिल गर्छु के यो के हो यो तिमीलाई हिल चाहिन्छ हाई छ हिल गर्न मिल्छ अरुलाई मात्र हिल गर्न मिल्छ मलाई त मिल्दैन ए I got a teddy bear. So like nail. No one asked. के भनिरहेको थिए I got a teddy bear. तँलाई कसले सोध्यो फुच्ची
फुच्ची फुच्ची फुच्ची फुच्ची फुच्ची यो एनियल चाहिँ हैन स्लिप गरेर मर्यो साच्चै कस्तो यार यो एनियल यसको हेल्थमा हेर्नु कस्तो कस तिम्रो भेल्ड्री आइछ यार ओए स्नो चोरी किन कसरी लिएर आयो Oh my gosh! It's getting late. Back up. Get home before we lock the doors for the night. ल मैले पिज्जा खाए Pizza? एकछिन खोल्न मिल्छ हैन के यो फोटो एउटा right सुमा गुड नाइट ब्रो के यु कान्ट स्लिप राइट नाउ रे यस्तो राति बासु देखेनस् उठ यार उठ सुत्न दिदैन म पनि कस्तो यार निन्द्राबाट उठाइदिए सरी नो थ्याङ्क यू अब के गर्नु यति पिज्जा मलाई थाहा छ के गर्नु पिज्जा खाइरहेछ म्याम चाहिँ अब फाइट गर्नुपर्छ के हैन पिज्जा एक्सपान्ड गर्न दिएन भने नि पिज्जा सबैले दिन्छ हौ त्यसको माथि जम्मा ट्याप गर्नुपर्छ त्यसको माथि यता आउ न टेबलमा किन बसे टेबलमा त बस्ने हैन यता आएर यहाँ स्प्याम क्लिक गर के कसरी हात त्यो हात कसरी गर्ने क्लिक गरे भन्दैछ बेट someone is at the door मैले गरे हो भाइ हुन्छ केसी मैले यस्तो स्प्याम हान्दै भाइ मैले अघिदेखि स्प्याम हान्दै थिएँ साँच्चै भन्दैछु अघिदेखि यस्तो स्प्याम हान्दै थिएँ नि त्यसको मैले पोस्ट गर्नु छे यार ओए हामी त ढोकामै छ यो पाउँछ है यो त घुमेर हान्छ ए बा भागो न के ढोकामा मात्र किन बसे यो म त फाइट गर्दिन स्केरी लेरीको औकात माने औलाद म त फाइट गर्दिन म त ओए पिज्जा लिन आउ न पिज्जा लिन आउ सुत्न मिल्दैन हौ पिज्जा ल्याउ न ए म पनि सुत्छु तिमी यो लास्ट यो पनि यो वाफल्स एप्पल पाई के त्यो एउटाले बनाएको छ वान यु ग्रीडी बुक भन्दै मलाई त्यो दुईटा लिन खोज्यो भने त्यस्तरी भन्छ अब त स्प्याम क्लिक गर्नुपर्छ ए बा म त कुदे मलाई फलो गर्दैछ ए बचाओ यो मर्छ फुले लाग्छ समस्या तिमीसँग कति छ के एनर्जी म त ठिकै छ एउटा एप्पल एउटा मेड किट एउटा पिज्जा एउटा त्यो केक तिमीलाई त म दिन्न तिम्रो त भेरी आइछ कस्तो हो के मलाई पनि दिन मिल्नु पर्छ के यो फाइट ए यो मार न अब यो त मर्न आँटिसक्यो के म्याच इज अल फ्रीको पैसा मिल्छ हैन ए मिल्दैन रहेछ ल स्टेफान थ्यांक यू यार हिलोर म स्टेफानले खै थ्यांक यू स्टेफान शाउट आउट स्टेफान शाउट आउट गाइस ल सुत अब ओए मेरो त फुल नै हुन आँटिसक्यो हेल्थ मेरो त फुल भइन छ अनि मैले मेडकिट दिएको हैन दुई चोटी नै हैन दुई चोटी कि एक चोटी रहेछ देखिए छैन एक चोटी दिएको थिए छैन थिए किन्ने बित्तिकै तिमीलाई दिएको थिए किन्ने बित्तिकै तिमीलाई दिएको थिए थियो जिना रास छिटो सुत
अहिले फेरि हाम्रो त्यो बेस अट्याक हुन सक्छ यो है। ब्ल्याक चाहिँ किन हुन्छ त स्क्रिन? ए बाबे Oh my gosh! मार न हौ के यस्तो डराएको हौ म पछि फेरि हिल गर्न सक्छु त यार। यो त मर्यो लडेर। यो त मर्यो यो पनि मर्न आँट्यो अल्ल मर्यो मस्त $20 आयो मस्त। अब त्यो सुपर मार्केट हिँड्न मिल्दैन? अब सुपर मार्केट जान मिल्दैन? आई डोन्ट थिंक किन? जान खोजौँ न त। मसँग $20 छ। मसँग त $30 छ। डबे खुलिएन। $20 को के आइरहेको थियो? कुकी के आइरहेको कुकी $30 को चाहिँ के आएको थियो? तिनीहरू आउँछन् हैन? जान मिल्छ। ए अब हुन्छ यो त्यो सिवर्समा जाने हैन? त्यो सिवर्समा गएर पार्कोर गर्ने हैन? मलाई पार्कोर गर्न त्यस्तो राम्रो छैन म। आई थिंक हामीहरु मर्छौं गाइस। तिमीले पार्कोर गर्न आउँछ? मलाई पनि आउँदैन यार। यसको आइराछ त्यो ब्लक्सीको लागि दे। ब्लक्सीको ला इन्सोम्निया ओए। ओ त ब्लक्सीको लागि दे आइराछ त्यो। अब यो सिवर्समा कसरी ट्याप गर्ने हो? ट्याप गर्ने हो। ल खै छिटो आऊ त। छौ? ए बा पार्कोर गर्ने आउँदैन यार मलाई। आउ न कहाँ छौ? ल के गर्ने हो? अब आई थिंक यतापट्टितिर जाने हो। अब आई थिंक यो पार्कोर कोर्स बेला बिचमा हुन्छ क्या। सबैजना आए पछाडि हुन्छ। छिटो आउनु नि यार। एनियल छ, नुडा छ। The sewer has drained continued down the path. For it will flood again soon. म सक्दिन यार। उइ लडे एउटा त। No! के गर्ने अब? कस्तो के अब के गर्ने हो? के डान्स हो के गर्यो के? के गर्ने हो? मलाई के पिज्जाहरु सबै खाइराछु म त जति खान म सक्छु। सबै खान्दैछु। म मर्छु तर तिमीले चाहिँ म हिल गर्छु है। नो। ल गाइज आजको लागि यति नै हो। अब हामीहरु अर्को भिडियोमा भेटौँला। त्यतिबेरसम्मको लागि गुड बाई। अनि लाइक शेयर सब्स्क्राइब गर्न पनि नबिर्सिनु। अनि यो भन्दैमा अर्को टाइम पनि हामीहरु मिलेर अर्को भिडियो बनाउँछौँ। माइनक्राफ्टको चाहिँ अब यो हप्ता आउँदैन, अर्को हप्ता चाहिँ आउन सक्छ। त्यही भएर ल आजको लागि यति नै हो। त्यतिबेरसम्मको लागि गुड बाई।